यहाँ चाहिँ छ गिलो रोटी हो, प्यानकेक। अन्त हाम्रो चाहिँ यसरी पोल्छ नि त घरमा होइन। अन्त यो चाहिँ यस्तो दामी, तर आमाले दामी पोल्छ, यो पातला पोल्छ हो, यस्तो पातला हुन्छ। अन्त चिया खाँदैछु। यहाँ छ आमा आमा यता हेर्नु त, यता हेर्नु न, प्यानकेक पनि देखाउनु न। दामी दामी पो पोल्छ त आमाले, तेलै नहालिकन पोलेको अरे है। लु तेलै नहाली पोल्छ। आमा कस्तो लच्छा पराठा खानु मन परेको छ मलाई। त्यहाँदेखि यहाँ चाहिँ मेरो चिया। टी लभरले टी नखाइकन त कहाँ हुन्छ। अब मेरो बिहान चाहिँ सुरु भइसकिसकेको छ। अब रेडी हुन्छु। अहिले मलाई तपाईँहरूले मेरो अनुहार देख्यो भने तर्सिन्छ भनेर नदेखाएको हो, मैले अनुहार नदेखाएको। अहिले रेडी भइसकेँ, रेडी भइसकेर मात्रै देखाउनु चाहन्छु। किनभने म अहिले भर्खर मात्रै उठेको, उठ्ने साथ मलाई भोक लाग्यो, अन्त म खानु आँटेको अब हो। गुड मर्निङ, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ म दोकानको लागि निस्किसकेको छु। अघि चाहिँ मैले किन नदेखाएको मेरो फेस भन्दाखेरि पुरा उयो भएको थियो नि त, भर्खर उठेको थियो हो, त्यही भएर नदेखाएको। सो अहिले चाहिँ म रेडी भएर पनि हिँडिसकेको छु। यस्तो गरम भयो कि अन्त कपाल यसो खोपा गरिदिएको। अब जाँदैछु दोकान पुगेर भेट्छु। आज चाहिँ मैले लन्च लिएको छुइनँ हो, म र अनि आइराख्छु यहाँनिर मोमो खानु। हजुर ए हुन्छ। यहाँ चाहिँ पुच्का र आलु, यसमा चाहिँ अचार। अब आजकल म मजाले बोल्नु थालेको छु है भ्लगमा। मिठो भयो, कतिमा खाएर होला नि। त्यो चाहिँ क्या मिठो भयो। सो म चाहिँ गइरहेको छु सङ्गतिमा। यहाँ कस्तो मजाले चिलेछ यहाँ। यहाँ जान्छु। अन्त आमाको कुर्ता लगाइराखेको छु। यता अरूले चाहिँ आमाको जामा लगाइ राखेको छ। अरूहरू चाहिँ गइसक्यो हो। अन्त हामी चाहिँ हिँड्दैछौँ। अब चाहिँ भिडियो कन्टिन्यू चाहिँ अरूले गर्छ। लु हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। गाइस यहाँ चाहिँ यहाँ ढ्याडा गरेको टक्क दुखिसक्यो होइन। राति सुत्नु पाउँदैन। यी मच्छरी कस्तो, यहाँ हेर्नुहोस्, मच्छर चाहिँ यस्तो हुन्छ, सानो देख्नुभएको छ। हामी चाहिँ अब उकालो जाँदैछौँ सङ्गतिमा जाँदैछौँ हिँड्दै हिँड्दै। के हुन्छ सङ्गतिमा बहिनी? के भन्छ, भाँच्चिनु आँटेको छैन, टाल्छ मात्रै। के गरेको। यहाँ चाहिँ घर छ है, कस्तो भिरमा घर बनाएको है। यहाँ मेरो छेमा चाहिँ छेमाको आमाको लुगा लाएर, कुर्ता लाएर। यहाँ चाहिँ जङ्गल छ होइन। उयो माथि चाहिँ अझै घर छ। हामी चाहिँ सङ्गति गएको, पुग्नु चाहिँ 1 घन्टा जस्तो लाग्छ। गाइस ओह्रालो र उकालो चाहिँ किन बनाएको होला है, तेर्सो बनाउनु नि, आरामले कुद्दै है। यहाँ चाहिँ गाइस केराको बोट छ, तर पनि यहाँ केरा फल्दैन, खालि बोट मात्रै देखाउनु राखेको घरको मान्छेहरूले। यहाँ चाहिँ जङ्गल छैन। यहाँ चाहिँ मच्छरहरू आउँछ। कतिवटा घर भयो, 1 2 3 4 4टा घर भएछ। यहाँ हेर्नुहोस् त, जङ्गल छ, तर प्लान्टहरू पनि छ अलिकति। यहाँ चाहिँ प्लान्ट हो, यसको नाम त के पो हो?
त्यो चाहिँ केराको खालि मलाई त केराको बोटको नाम मात्रै थाहा छ केराकै बोट हो बनाना ट्री बनाना मलाई चाहिँ नि एकदमै अनारहरू पुरा मनपर्छ यहाँ चाहिँ बाटो चर्किँदैछ यहाँ बाटो यहाँ हेर्नुहोस् त त्यहाँ ठुलो ठुलो ट्रकहरू हुन्छ नि त्यसलाई चाहिँ ट्रक आउँछ घरि के आउँछ घरि जेसिपी आउँछ अलिक दामी बाटो बनाइदिनु नि है गाइस यहाँ घर पनि छ मसँग नि भइहाल्यो मकैहरू यति रोपेको रहेछ मकै अम्बक मेरो हिरोहरू छैन अरे ओइ पत्याउँदैन किन म त्यस्तो नराम्री छु साँच्ची खोइ अब म अहिले भरे भक्कुर हुन्छु होइन राम्रै छ अन्त किन छैन मेरो हिरो चाहिँ किन नभएको भन्दै त छैन किन तपाईँ नराम्री छ त्यही भएर हिरोहरूले नहेरेको मलाई सुन्नुभयो होला नि त्यही भएर मलाई नहेरेको रे यसले भनेको चाहिँ अब हेरौँ न सबैलाई चाहिँ के भन्छ गाइस कमेन्टमा भन्नुहोस् होला तपाईँले चाहिँ छ कि छैन राम्री छ कि छैन कमेन्टमा जरुर भनिदिनुहोस् होला यहाँ चाहिँ छ मस्जिद जाने उयो के भन्छ यसलाई दैलो गेट हो यहाँबाट त मस्जिद जान्छ बिजनबारीको सबैजना यहीँ आउनुहुन्छ अन्त यहीँबाट उकालो उकालोकै जानुपर्छ तर हामी त कहिले गएको छैन हो यस्तो उकालो हिँड्नु साह्रो पऱ्यो हिँड्दैछु यहाँबाट चाहिँ तपाईँलाई भ्यू हेर्नु सक्नुहुन्छ यहाँसम्म आइन्जेल चाहिँ मोरै म त थाकेर हत्तु 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 भयो सङ्गति चाहिँ सुरु भएछ हो अन्त हामी चाहिँ ढिलो भयो नि त हो किनभने हो हिँड्दै 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 आएको अन्त हत्तु पनि भयो साथी नभएर आरू पनि लिएर आएँ हो अन्त घर चाहिँ यही हो समीर दादाहरूको यहाँ चाहिँ एन्ट्रेन्स हो अल्टो चाहिँ छैन दरवाजा खोलो दरवाजा खोलुन् दामी छ है यो पछाडि देख्दै रहेको छ 8 नम्बरहरू हो सबै 8 नम्बर कैँचेलेहरू हो गेट इन साइड धन्यवाद दिन्छु अनि विशेष प्रार्थना गर्छु अङ्कलको हेल्थको लागि प्रभु धन्यवाद छ तपाईँले आफ्नो छोरालाई चङ्गाइदिनु भएको छ स्वास्थ्य दिनुभएको छ प्रार्थना गर्छु अझ उहाँको जीवनमा दीर्घायु रहोस् सुस्वास्थ्य रहोस् तपाईँको आरोग्यता रहोस् अनि सबै प्रकारको दुष्टको रोग बिमारहरूबाट तपाईँले आफ्नो छोरालाई सुरक्षा दिनुहोस् भनिकन प्रार्थना गर्छु उहाँको सही आत्मा म चाहिँ सङ्गतिबाट घर पनि आइसकेँ हो अनि अरू सबैजना गयो उनीहरूसँग बात मार्दै आएँ हो त अब चाहिँ एकछिन रेस्ट गर्नुपर्छ हिँडेको हिँडेको भयो आज आम्मामा पुरा मा आया आमा